आइएको मधेसिया पीएम बनने वाला है, वहीला घंटी में वोट नहीं रहे के, सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के। अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला, मलाई अब चिन्ता छैन, किनकि देशले बालन पाएको छ। नमस्ते एभ्रिवान। चुनाव नजिकिँदै गर्दा फेरि एकपटक पोलिटिकल पार्टिजहरूले आफ्नो आफ्नो म्यानिफेस्टो सार्वजनिक गर्न थालेका छन्। हामीले वर्षौंदेखि ठूला ठूला प्रमिस सुन्दै आएका छौं। देश बदलिन्छ, व्यवस्था सुधारिन्छ, रोजगारी आउँछ, तर प्र्याक्टिकली हेर्दा धेरैजसो कुरा कागजमै सीमित भए। त्यसैले अब हामी जेन्युइनली टायर्ड भइसकेका छौं इम्प्र्याक्टिकल म्यानिफेस्टो र अनरियलिस्टिक स्लोगनबाट। यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो चुनावका लागि आफ्नो वाचापत्र 2021 पब्लिक गरेको छ। उनीहरूले नेपाललाई डिजिटल नेसन र ग्लोबल टेक हब बनाउने बोल्ड ब्लुप्रिन्ट अघि सारेका छन्। यो केवल अट्र्याक्टिभ ट्यागलाइन मात्र हो कि साँच्चै वर्केबल प्लान हो? के आरएसपी आफ्नो क्लेम्समा सिरियस छ कि फेरि अर्को पार्टी जस्तै इलेक्सनपछि साइलेन्ट हुने हो? आजको यो भिडियोमा हामी यही एनालाइज गर्नेछौँ। यो नयाँ म्यानिफेस्टो वास्तवमै गेम चेन्जर हो कि जस्ट अनदर पोलिटिकल डकुमेन्ट? आउनुहोस् डिटेलमा कुरा गरौँ। सबैभन्दा पहिले कुरा गरौँ गभर्नेन्सको। हामी सबैलाई थाहा छ एउटा सानो सरकारी काम गर्न पनि कति झन्झट हुन्छ। एउटा कामका लागि कति पटक लाइन बस्नुपर्छ, कति कागज बोकेर घुम्नुपर्छ। उदाहरणका लागि पासपोर्ट बनाउन जाँदा बायोमेट्रिक्स दिनुपर्छ, ड्राइभिङ लाइसेन्स बनाउँदा फेरि उही बायोमेट्रिक्स, राष्ट्रिय परिचय पत्रका लागि फेरि उही प्रोसेस दोहोऱ्याउनुपर्छ। एउटै व्यक्तिको विवरण बारम्बार विभिन्न अफिसमा दिनुपर्ने यो सिस्टमले टाइम, पैसा र एनर्जी सबै वेस्ट गरिरहेको छ। तर रासपाले आफ्नो वाचापत्रमा क्लियरली भनेको छ अब सरकारी सर्भिस लाइनमा होइन, अनलाइनमा हुनेछ। उनीहरूले नेपालमा बसोबास गर्ने सबै नेपालीका लागि एउटा इन्टिग्रेटेड नेसनल डेटाबेस बनाउने कुरा गरेका छन्। यसको अर्थ तपाईको सम्पूर्ण बेसिक डिटेल्स एउटै सिक्योर सिस्टममा रहनेछ। त्यसपछि पासपोर्ट, लाइसेन्स वा राष्ट्रिय परिचय पत्र जस्ता सर्भिसेसका लागि पटक पटक उही प्रोसेस रिपिट गर्नुपर्ने छैन। एउटै डिजिटल प्लेटफर्मबाट काम हुने भएपछि 10 ठाउँमा धाउनुपर्ने कल्चर नै एन्ड हुने दाबी गरेको छ। रमाइलो कुरा सुन्नुहोस्, उनीहरूले प्रक्रिया लेखाजोखा गर्ने एउटा नयाँ सिस्टम ल्याउँदैछन्। अहिले एउटा सरकारी फाइल महिनौसम्म टेबल मुनि थन्किन्छ, तर अब प्रत्येक फाइलका लागि एउटा फिक्स्ड डेडलाइन तोकिनेछ। यदि त्यो डेडलाइनभित्र डिसिजन भएन भने कि त त्यो फाइल स्वतः अप्रुभ हुनेछ कि त सम्बन्धित अफिसरले त्यसको एकाउन्टेबिलिटी लिनुपर्नेछ। यति मात्र होइन, अब पेपर बेस्ड एडमिनिस्ट्रेटिभ झन्झटलाई हटाउन टिप्पानी.gov.np मार्फत सरकारी डिसिजन र परिपत्र.gov.np बाट अफिसियल डिरेक्सनहरू जारी गरिनेछ। डिजिटल सिग्नेचरलाई कानुनी रूपमा म्यान्डेटरी बनाइनेछ ताकि तपाईँले एउटा सहीका लागि दिनभर वेट गर्न परोस्। उनीहरूको एउटै मन्त्र छ, थोरैले धेरै सेवा दिने मोडर्न एडमिनिस्ट्रेसन। अब जाउँ अलि हार्ड टपिकतिर। नेपालको सिस्टम बिग्रिनुको एउटा ठूलो कारण कर्मचारी तन्त्रमा हुने पोलिटिकल इन्फ्लुएन्स हो। धेरै ठाउँमा हामीले देखेका छौँ सरकारी अफिसमा काम गराउने बेलामा तपाईँ कुन पार्टी नजिक हुनुहुन्छ भन्ने कुरा नै प्रायोरिटी बन्ने अवस्था आउँछ। उदाहरणका लागि कुनै जिल्लामा सिडिओ वा प्रमुख प्रशासकीय अधिकृत फेरिन उससँग क्लोज मानिने कर्मचारीहरूलाई इजी ब्रान्चमा राखिने र अरूलाई दुर्गम वा कम प्रभावशाली ब्रान्चमा सारिने चलन देखिन्छ। कहिलेकाहीँ कुनै डिसिजन योग्यता वा नियमका आधारमा नभई माथिबाट आएको निर्देशन भन्दै पार्टीको इन्ट्रेस्ट अनुसार हुने गरेको आरोप पनि लाग्दै आएको छ। यस्तो हुँदा सर्भिस दिने निकाय नागरिकप्रति होइन, पोलिटिकल स्ट्रक्चरप्रति एकाउन्टेबल बन्न थाल्छ। यही ब्याकग्राउन्डमा रासपाले क्लियरली भनेको छ कुनै पनि प्रकारका भ्रातृ सङ्गठनहरू निर्माण गरिने छैन। उनीहरूको भ्यू अनुसार सरकारी तलब खाएर राज्यप्रति होइन, आफ्नो पार्टीप्रति लोयल हुनु अनएथिकल र पनिसेबल हुनुपर्छ। कर्मचारी तन्त्र पूर्ण रूपमा न्युट्रल, प्रोफेसनल र मेरिट बेस्ड हुनुपर्छ भन्ने उनीहरूको क्लेम छ, जहाँ डिसिजन पार्टीको झन्डाले होइन, ल र पर्फर्मेन्सले डिटर्माइन गर्छ। त्यसैले उनीहरूले कर्मचारी तन्त्र, शिक्षण सेवा, सिक्युरिटी एजेन्सी र अदालतमा समेत रहेको दलीय आबद्धतालाई पूर्ण रूपमा एन्ड गर्ने बाचा गरेका छन्। सरकारी सेवाभित्रका दगत ट्रेड युनियनहरू डिजल्भ गरिनेछ। कर्मचारीहरूको ट्रान्सफर अब कुनै नेताको सोर्स फोर्समा होइन, एउटा अटोनोमस ट्रान्सफर बोर्ड मार्फत प्रिडिक्टेबल तरिकाले हुनेछ। र भ्रष्टाचार नियन्त्रणका लागि एउटा ठूलो स्टेप, 2070 सालदेखि महत्त्वपूर्ण पब्लिक पोस्टमा बसेका व्यक्तिहरूको सम्पत्ति इन्भेस्टिगेसन गरिनेछ। यदि इलिगल रूपमा सम्पत्ति कमाएको प्रुभ भयो भने त्यो कन्फिस्केट गरेर नेसनलाइज गरिनेछ। यो सुन्दा तपाईँलाई कस्तो लाग्यो? के यो पोसिबल छ? कमेन्टमा भन्नुहोला। इकोनोमिक भिजन र आइटी रेभोल्युसन। अब कुरा गरौँ इकोनोमी र पैसाको। रासोपाले नेपालको अर्थतन्त्रलाई रेमिटेन्सबाट हटाएर नलेज बेस्ड बनाउने लक्ष्य राखेको छ। उनीहरूले आइटी सेक्टरलाई नेसनल स्ट्राटेजिक इन्डस्ट्री घोषणा गर्नेछन्।
अहिले नेपालले करिब 1.5 बिलियन डलरको आइटी सर्भिस एक्सपोर्ट गर्छ, तर रासोपाको टार्गेट आगामी 10 वर्षमा यसलाई 30 बिलियन डलर पुर्याउनेछ। यसका लागि उनीहरूले 7 प्रदेशमा अत्याधुनिक डिजिटल पार्क बनाउने र 5 लाख डिरेक्ट इम्प्लोइमेन्ट क्रिएट गर्ने बाचा गरेका छन्। तपाईँ यदि एउटा स्टार्टअप चलाउन चाहनुहुन्छ भने उनीहरूले इन्टरनेसनल पेमेन्ट गेटवेका सबै लिगल ब्यारियर्स हटाउने र आइटी एक्सपोर्टमा इन्कम ट्याक्समा फुल एक्जेम्पसन दिने कुरा गरेका छन्। झन् अर्को एउटा फ्युचरिस्टिक कुरा सुन्नुहोस्, नेपालको चिसो मौसम प्लस सस्तो इलेक्ट्रिसिटीलाई युज गरेर यहाँ ठुला सर्भर फार्म र डेटा सेन्टर बनाइनेछ। उनीहरूको भिजन भनेको केवल इलेक्ट्रिसिटी बेच्ने मात्र होइन, बरु एआई कम्प्युटिङ पावर र सर्भर प्रोसेसिङ टाइम बेच्ने हो। नेपाललाई एउटा सिक्योर डिजिटल स्याङ्क्चुरी बनाउने र क्रिप्टोकरेन्सीको रेगुलेसनबारे पनि क्लियर पोलिसी ल्याउने उनीहरूको प्लान छ। सहकारी, क्राइसिस र फाइनान्सियल जस्टिस 1300 बसम्म थामे। साथीहरू, अहिले नेपालको एउटा म्यासिभ प्रब्लम भनेको कोअपरेटिभ फ्रड हो। हजारौँ मानिसहरूको लाइफ टाइम सेभिङ डुबेको छ। आरएसपीले आफ्नो भाषापत्रमा यसलाई टप प्रायोरिटी दिएको छ। उनीहरूले भनेका छन् सरकार बनेको 100 दिनभित्र साना डिपोजिटर्सको पैसा फिर्ता गर्ने प्रोसेस सुरु गरिनेछ। तर कसरी? उनीहरूको प्लान छ थुनेर होइन सुनेर पोलिसी। यसको मतलब पैसा अपचलन गर्नेहरूलाई जेल हालेर मात्रै प्रब्लम सल्भ हुँदैन। उनीहरूको एसेट फ्रिज गर्ने, अक्सन गर्ने र डिपोजिटर्सलाई पैसा रिटर्न गर्ने एउटा फास्ट ट्र्याक मेकानिजम बनाइनेछ। साथै फ्युचरमा यस्तो क्राइसिस नआओस् भनेर सहकारी बचत तथा कर्ज सुरक्षा कोष र एउटा स्ट्रङ रेगुलेटरी बडी बनाउने कमिटमेन्ट गरिएको छ। अनि अर्को कुरा, सेयर मार्केट नेप्सीको बारेमा पनि क्लियर भिजन राखिएको छ। मेप्सीलाई फुल्ली प्राइभेटाइज गर्ने, इन्टरनेसनल लेभल टेक्नोलोजी ल्याउने र इन्ट्राडे ट्रेडिङ जस्ता मोडर्न फिचर्स इन्ट्रोड्युस गरेर मार्केटलाई ट्रान्सप्यारेन्ट बनाउने उनीहरूको प्लान छ। सोशल जस्टिस र हिस्टोरिकल अपोलोजी, यो अलि इमोसनल तर निकै पावरफुल सेक्सन हो। आरएसपीले नेपालको हिस्ट्रीमा पहिलो पटक एउटा बोल्ड स्टेप प्रपोज गरेको छ। उनीहरूले दलित समुदायले जेनेरेसन्सदेखि भोग्दै आएको डिस्क्रिमिनेसन र इन्जस्टिसप्रति नेपाल राज्यको तर्फबाट फर्मल एपोलोजी गर्ने कमिटमेन्ट जनाएका छन्। यो केवल सिम्बोलिक जेस्चर मात्र होइन, उनीहरूले स्ट्रक्चरल डिस्क्रिमिनेसन एन्ड गर्ने कङ्क्रिट लिगल र पोलिसी रिफर्म गर्ने भनेका छन्। दलित र मार्जिनलाइज्ड कम्युनिटिजको स्किल र क्यापेसिटीलाई मोडर्न इकोनोमीसँग कनेक्ट गर्ने र उनीहरूलाई मेन स्ट्रिममा ल्याउने स्पेसल प्लान छ। साथै 2027 भाद्रमा भएको जेनजी मुभमेन्टमा भएको फोर्स युजको इन्भेस्टिगेसन गर्ने, दोषीलाई एक्सन लिने र प्रोटेस्टर्सका डिमान्ड्स एड्रेस गर्ने प्रमिस पनि समावेश गरिएको छ। कन्स्टिट्युसन रिफर्म र न्यू पोलिटिकल मोडल। अब कुरा गरौँ देश कसरी रन हुन्छ भन्ने कोर क्वेसनमा। आरएसपीले करेन्ट पोलिटिकल सिस्टममा मेजर ओभरहल प्रपोज गरेको छ। उनीहरूले 5वटा की एजेन्डा हाइलाइट गरेका छन्। डिरेक्टली इलेक्टेड एक्जिक्युटिभ, जनता आफैले डिरेक्टली आफ्नो नेसनल लिडर पीएम प्रेसिडेन्ट चुज गर्न पाउनुपर्ने। एमपीज क्यानट बिकम मिनिस्टर्स, एमपीको मेन रोल ल मेकिङ हो, मिनिस्टर बनेर कन्ट्र्याक्ट म्यानेज गर्ने होइन। त्यसैले सब्जेक्ट एक्सपर्टहरूलाई मात्रै मिनिस्टर बनाउने स्ट्यान्ड छ। फुल्ली प्रोपोर्सनल पार्लियामेन्ट, सबै क्लास र कम्युनिटीको रियल रिप्रेजेन्टेसन सुनिश्चित गर्ने। नन पार्टिजन लोकल गभर्मेन्ट, मेयर वा वार्ड चेयरपर्सन पार्टी फ्ल्याग बोकेर होइन, इन्डिपेन्डेन्ट रूपमा डेभलपमेन्टमा फोकस गर्ने। रिफर्मड प्रोभिन्स स्ट्रक्चर, कस्टली प्रोभिन्सियल सेटअप हटाएर मोर एफिसियन्ट र इम्पावर्ड रिजनल मोडल ल्याउने। यो सिस्टमले पोलिटिक्सलाई प्रोफेसन होइन जेन्युइन पब्लिक सर्भिस बनाउने प्रयास गरेको जस्तो देखिन्छ। एग्रिकल्चरमा एग्रिटेक र फिनटेक। अन्त्यमा हाम्रो ब्याकबोन एग्रिकल्चर। आरएसपीले ट्रेडिसनल फार्मिङलाई अब एग्रिटेकमा ट्रान्सफर्म गर्ने प्लान राखेको छ। बाँझो जमिनलाई कन्सोलिडेसन गर्ने, टेक्नोलोजी युज गरेर प्रोडक्टिभिटी बुस्ट गर्ने टार्गेट छ। उनीहरूले फिनटेकलाई एग्रिकल्चरसँग इन्टिग्रेट गरेर फार्मर्सलाई इजी लोन एक्सेस र डिरेक्ट मार्केट कनेक्सन दिने कुरा गरेका छन्। उनको गोल छ 5 वर्षभित्र मेन एग्रिकल्चरल प्रडक्ट्समा नेपाललाई सेल्फ सफिसियन्ट बनाउने र 10 वर्षभित्र एक्सपोर्ट ओरिएन्टेड बनाउने। साना फार्मर्सलाई इन्सेन्टिभ दिने र लार्ज स्केल फार्म्सलाई इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्ने कमिटमेन्ट गरिएको छ। सो गाइज, यो थियो आरएसपीको वाचापत्र 2021 को डिटेल्ड ओभरभ्यू। उनीहरूले अपकमिङ 5 वर्षमा पर क्यापिटा इन्कम $30,000 को ल्याउने र 2090 सम्म नेपाललाई मिडल इन्कम कन्ट्री बनाउने एम्बिसियस टार्गेट राखेका छन्। डकुमेन्ट हेर्दा क्लियर भिजन देखिन्छ, तर इम्प्लिमेन्टेसन नै रियल टेस्ट हो। के पुराना पावर स्ट्रक्चरले यी रिफर्म अलाउ गर्लान्? के यो ट्रुली पोसिबल छ? त्यो त टाइमले नै आन्सर दिनेछ। तर एउटा कुरा स्योर छ, यो म्यानिफेस्टोले नेपाली पोलिटिक्समा सिरियस डिबेट स्टार्ट गरिसकेको छ। तपाईलाई यो एनालिसिस कस्तो लाग्यो? के तपाईलाई लाग्छ आरएसपीले यी प्रमिस डेलिभर गर्न सक्छ? कुन पोइन्ट तपाईलाई सबैभन्दा इम्प्रेसिभ लाग्यो? कमेन्ट सेक्सनमा आफ्नो भ्यू सेयर गर्नुहोस्। यदि यो डिप डाइभ हेल्पफुल लाग्यो भने भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोस्। यस्तै इन्फर्मेटिभ कन्टेन्टका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। जय नेपाल।